हेलो साथीहरू, आज चाहिँ मेरो क्लास छुट्टी थियो हैन। क्लास छुट्टी भएपछि चाहिँ म ढिलो उठेँ क्या। आज चाहिँ सधैँ छिट्टै उठ्थेँ, आज चाहिँ ढिलो उठेँ। लगभग 8:30 भएको थियो। ढिलो उठ्नुको रिजन चाहिँ म राति धेरै ढिलो सुतेको थिएँ क्या, अनि त्यही भएर ढिलो उठेँ। हजुरहरू चाहिँ कति बजी सुत्नुहुन्छ, कति बजी उठ्नुहुन्छ हैन। म चाहिँ आज चाहिँ राति ढिलो सुतेको हुनाले बिहान चाहिँ ढिलो उठेँ। अनि त्यस पछाडि उठेपछि चाहिँ फ्रेस हुन गएँ, मुख धोएँ हैन। हजुरहरू चाहिँ कुन फेसवासले मुख धुनुहुन्छ, महँगा फेसवासहरूले मुख धुनुहुन्छ होला हैन। मेरो चाहिँ यो पोन्ड्स सस्तै पर्छ, मलाई चाहिँ राम्रै भइरहेको छ कि पहिलादेखि नै। लगभग 8-9 वर्ष भयो मैले यो पोन्ड्स फेसवास चाहिँ युज गरेको। मैले एसिडेदेखि अहिलेसम्म चाहिँ कति 9-10 वर्ष भयो कि यो युज गरेको, एकदमै राम्रो लाग्छ। त्यही भएर यो चाहिँ म बिहान डेली युज गर्छु। अनि बेलुका पनि कतै गएको छ भने चाहिँ धुलोसुलो हुन्छ नि त, अनि त्यही भएर बेलुका पनि कहिलेकाहीँ धुन्छु। महँगो लगाएर के हुँदैन, आफूलाई जुन राम्रो हुन्छ त्यही पो युज गर्ने हो त नि हैन। अनि यो चाहिँ मलाई चाहिँ पहिला म जब गर्दाखेरि चाहिँ यत्रो जब गर्ने मान्छे के यो 200-300 को फेसवासहरू युज गरेको होला भनेर मान्छेले कति भन्थ्यो कि मलाई चाहिँ। अनि फेसवासले मुख धोएँ मैले हैन। त्यसपछि म अर्को चाहिँ सेरावीको पनि युज गर्छु कि। सेरावीको सेरावी यो एकदम राम्रो हुन्छ कि, पिम्पलहरू आउन दिँदैन रहेछ। अनि एकदमै राम्रो हुने, फेसलाई सफ्ट बनाउँदो रहेछ, राम्रो हुँदो रहेछ। मैले चाहिँ थोरै बिहान लगाउँथेँ, अनि बेलुका चाहिँ लगाउँदिनँ। यो चाहिँ बिहान मात्रै मुख धुन्छु फेसवासले मुख धोएपछि। त्यस पछाडि मैले मुख धोइसकेपछि चाहिँ ब्रस गरेँ हैन। ब्रस चाहिँ अगाडि नै गरिसकेको थिएँ। अनि त्यस पछाडि कुल्ला गरेँ, मुख धोइसकेपछि मात्रै ब्रस गरेँ मैले गर्न चाहिँ हैन। त्यस पछाडि ब्रस पनि गरिसकेँ, फेरि पनि मुख धोएँ एकचोटि हैन। अनि यहाँ बाहिरको अब बाहिर निस्किसकेपछि म बाहिरको भ्यू देखाउँछु हैन, बिहानको कति घाम आइसकेको छ। अनि त्यस पछाडि म चाहिँ बिहान 10 मिनट जति मेडिटेसन गर्छु क्या। मेडिटेसन गर्छु, भजनहरू सुन्छु, आधी घन्टा जति चाहिँ टाइम दिन्छु क्या म आफूलाई। अनि मेडिटेसन गर्दाखेरि चाहिँ एकदम शान्त हुने होइन, आनन्द फिल हुने। हजुरहरू मेडिटेसन गर्नुहुन्छ कि गर्नु हुँदैन हैन। गर्नु एकदमै राम्रो हुन्छ हेल्थलाई पनि हैन। मेडिटेसन गर्दै लामो सास फेर्दै गर्नु भने आफूलाई एकदम आनन्द फिल हुने के। अनि त्यस पछाडि मेडिटेसन गरिसकेपछि चाहिँ मैले एकछिन चाहिँ म त्यत्तिकै राम्रो त गर्दिनँ होइन, त्यत्तिकै एक्सर्साइजहरू गर्छु कि। यत्तिकै हल्लिदिन्छु यताउता मराकमुरुक गर्दै। त्यो अरूले गरे जस्तो एक्सर्साइज चाहिँ मैले गर्दिनँ होइन। घरमा त्यत्तिकै आफै हल्लिन्छु क्या। अनि यो एक्सर्साइज गर्दाखेरि चाहिँ बडीहरू यताउति, अब बेलुका सुतेको हुन्छु नि त हामी, अनि बिहान उठेपछि तन्काएपछि यताउता हातहरू तन्काएपछि, खुट्टाहरू तन्काएपछि चाहिँ एकदम फ्रेस फिल हुने के। मैले सबै मुखहरू धोएपछि, ब्रसहरू गरेपछि, मेडिटेसन गरेपछि चाहिँ मैले एकछिन जहिले पनि गर्छु क्या एक्सर्साइजहरू चाहिँ। एक्सर्साइजहरू त मलाई त्यति आउँदैन होइन, त्यतिकै हल्का थोरै घरमै आफै उफ्रिन्छु यताउता गर्छु होइन। मैले मेडिटेसन गरेको के अरे मैले एक्सर्साइज गरेको देखेर चाहिँ मेरो साथी चाहिँ हाँसिरहेको थियो कि यतापट्टि बसेर। अनि उसले पनि गर्न त गर्छ, डेली गर्छ, तर उसले भिडियोहरू बनाउँदैन नि त। मैले पनि यस्तो गरेको चाहिँ कहिले भिडियो बनाएको थिएन। यो मेरो मैले के गर्छु भनेर चाहिँ मेरो डेली रुटिनहरू चाहिँ मैले कहिले बनाएको थिइनँ होइन, भिडियो बनाएको थिइनँ। यो चाहिँ फर्स्ट टाइम हो होइन।
हजुरहरू गर्नुहुन्छ कि गर्नु हुँदैन होइन। म चाहिँ कहिलेकाहीँ चाहिँ सुतेको हुन्छु, कहिलेकाहीँ चाहिँ टाइममै उठेर गर्छु। छुट्टीको दिन चाहिँ प्रायः म ढिलो नै गर्छु। त्यस पछाडि मैले चाहिँ यो गरिसकेपछि एक्सर्साइज गरिसकेपछि चाहिँ पानी खान्छु होइन। पानी चाहिँ तता बेलुकी राखेको थिएँ मैले थर्मसमा, अनि प्रायः म तातो पानी खान्छु। अनि त्यस पछाडि चिया पनि साथीले बनाएपछि अनि चिया खाएँ। अनि त्यस पछाडि एकछिन पढ्नु पऱ्यो अब भनेर अनि 1-2 घन्टा पढेँ मैले होइन। त्यस पछाडि 1-2 घन्टा पढेँ। त्यस पछाडि खाना बनाउनु पऱ्यो भनेर खाना बनाउनुतिर लागेँ होइन। खाना चाहिँ तिते थियो। अनि त्यस पछाडि टमाटरको अचार अनि आलु अनि दाल, त्यही सब्जी तिते भइहाल्यो होइन। अनि त्यस पछाडि म चाहिँ खाना खाइसकेपछि गाइज नुहाउनुतिर लागेँ होइन। आज छुट्टी हो नि त, त्यही भएर नुहाउनुतिर लागेँ। नुहाएर पनि म आइसकेँ। त्यस पछाडि हामी चाहिँ बाहिर जान लागेको थियौँ क्या, एकछिन बाहिर निस्क्यौँ भनेको। पानी पऱ्यो, फेरि टाढा त गएनौँ, त्यही चोकसम्म गयौँ। चोकसम्म जानको लागि चाहिँ अलिकति हिँड्नु पर्थ्यो क्या। हामीले चाहिँ अलिकति होइन, लगभग त्यो उकालो छ कि कति पुग्न नै लाग्छ 15-20 मिनट त हामीलाई। अनि त्यहाँ पुगेपछि एउटा आन्टीले चटपटे बनाउनुहुन्छ क्या, कति मिठो बनाउनुहुन्छ। अनि हामीले खायौँ, अनि फेरि धेरै मिठो भयो। अनि अर्कोचोटि पनि थपेर खायौँ होइन। त्यहाँ चाहिँ अस्ति नै पनि खाएको थियौँ, अनि एकदम मिठो लागेर फेरि गएको थियौँ। अनि त्यस पछाडि हामीले चाहिँ त्यहाँ गएपछि आँप पनि किन्यौँ। अनि त्यस पछाडि आँप किनिसकेपछि थोरै सब्जी किन्यौँ, अनि घर आयौँ। घर आउँदाखेरि राति चाहिँ